दर्शकबिन नमस्कार सेवारो म रजनी हाङसरुम्बा। अहिले म पाँचथर र इलामको सीमावर्ती क्षेत्रमा रहेको राँके बजारमा आएको छु। यो राँके बजारको बारेमा जानकारी सहित यहाँका सम्पूर्ण दृश्यहरू म यहाँलाई देखाउने छु। यो भिडियो सामग्रीलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। मेची राजमार्ग अन्तर्गत इलाम र पाँचथर जिल्लाको सिमानामा अवस्थित राँके बजार पछिल्लो समय पूर्वी पहाडको एक महत्वपूर्ण व्यापारिक र पर्यटकीय हबका रूपमा स्थापित हुँदै गएको छ। समुद्री सतहबाट उच्च उचाइमा रहेको यो बजार प्राय कुहिरोसँग लुकामारी गरिरहने हुनाले पनि यात्रुहरूको लागि मनमोहक गन्तव्य बनेको हो। राँके बजार केवल एउटा व्यापारिक केन्द्र मात्र नभई इलामको देउमाई नगरपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको सङ्गम स्थल पनि हो। पाँचथरको पश्चिमी क्षेत्र रवि हुँदै धनकुटाको भेडेटार जोड्ने सडक छुटिने भएकाले यसलाई यस क्षेत्रको मुख्य प्रवेशद्वार गेटवे मानिन्छ। राँके बजारको आफ्नै ऐतिहासिक गरिमा छ। परापूर्व कालदेखि नै साउन 2 गते यहाँ राँके बजार लाग्ने भएकाले यसलाई राँके बजार भन्दै आइएको राँके बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा फाल्गुनन्द गाउँपालिकाका 2 नम्बर वडा अध्यक्ष सन्तोष कुमार नेम्बाङले बताउनुभयो। यो बजार वास्तविक यो बजार ऐतिहासिक बजार हो। यो राँके भनेको पहिला यहाँ चाहिँ एउटा साउन 2 गते राँके बजार लाग्ने गरेको थियो। त्यसलाई नै यहाँ राँके बजार भन्ने गरिन्छ। र अहिले यो सङ्गम क्षेत्रमा यो बजार निकै अस्तव्यस्त छ। र पूर्वी क्षेत्रको यो पहाडी इलाकामा यो व्यस्त बजार यो विशेष गरेर पाँचथरको चिलिन्दिन हात्ती पौवासार्ता इम्बुङका कृषिजन्य वस्तुहरू यहाँ निकास गरिने एउटा क्षेत्र हो। राँके बजार विशेष गरी स्थानीय पहाडी उत्पादनका लागि प्रख्यात छ। यहाँको चिसो हावापानीमा उत्पादित आलु, घिउ, छुर्पी, अकबरे खोर्सानी, ताजा सागपात खरिद गर्न मेची राजमार्गमा चल्ने सवारी साधनहरू अनिवार्य रूपमा रोकिने गर्छन्। यहाँका स्थानीय व्यापारीहरूका अनुसार इलाम र पाँचथरका ग्रामीण भेगबाट सङ्कलन गरिएका कृषिजन्य सामग्रीहरू यहाँबाट झापा र तराईका अन्य जिल्लासम्म निकासी हुने गरेको छ। यसरी हेर्दा राँके बजार कृषि व्यापारिक केन्द्रको रूपमा स्थापित छ। गाउँपालिकाका नागरिकहरूले उत्पादन गरेका अकबरे खोर्सानी, घिउ, छुर्पी जस्ता सामग्रीहरू बेचबिखन गर्ने प्रमुख थलोको रूपमा स्थापित रहेको फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुर सिंह नेम्बाङले बताउनुभयो। यो राँके बजार विशेष एउटा कृषि व्यापारिक केन्द्रको रूपमा स्थापना भएको छ। र यो राँके बजारमा फाल्गुनन्द गाउँपालिकाबाट उत्पादन हुने कृषिजन्य थोक वस्तुहरूको बिक्री वितरण गर्ने केन्द्रको रूपमा रहेको छ। विशेष गरेर घिउ अनि अकबरे खोर्सानी, अदुवा, सुन्तला, कुच्चो अनि दुध जस्ता कुराहरू यहाँ र बिक्री वितरण हुने गर्दछ। बर्खामा हरियाली र हिउँदमा चिसो मौसमको आनन्द लिन सकिने राँके बजारमा आन्तरिक पर्यटकहरूको चहल पहल बढ्दो छ। यहाँबाट देखिने कञ्चनजङ्घा हिमश्रृङ्खला र पहाडी डाँडाकाँडाहरूको दृश्यले धेरैले लोभ्याउने गर्छ। पछिल्लो समयमा यस क्षेत्रमा होटल तथा लजरको सङ्ख्या पनि बढ्दै गएकाले पर्यटकहरूका लागि खान र बस्न थप सहज भएको छ। राँके बजारको व्यवस्थापन र विकासका लागि महत्त्वपूर्ण कामहरू अघि बढाएको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष ब्रिजहाङ आङदेम्बेले बताउनुभयो। यो चाहिँ वास्तवमा फाल्गुनन्द गाउँपालिकाको चाहिँ मुख्य व्यापारिक केन्द्रको रूपमा हामी राँके बजारलाई सम्झन्छौँ। र राँके बजारलाई व्यापारिक केन्द्रको रूपमा हामीले डेभलप गर्नको लागि चाहिँ यहाँ तलतिर एउटा शीत भण्डार निर्माण गरेका छौँ। र यो बाटोहरूलाई अलिकति व्यवस्थित गर्नको लागि पनि हामीले कामहरू गरिरहेको अवस्था छ। यसमा खानेपानी लगायत अब यो चाहिँ फाल्गुनन्द 4 नम्बरबाट यो साबिक चिलिन्दियन चाहिँ अकबरे खोर्सानीको चाहिँ मुख्य पकेट वडा भएको हुनाले पनि अब यो अकबरेको स्ट्याचु राखेर हामीले उत्पादित वस्तुहरूको प्रचार प्रसार र वडा नम्बर 3 चाहिँ तपाईँको आलुको पकेट क्षेत्र भएको हुनाले पनि यहाँ जोन पनि चलिरहेको। त्यसले गर्दाखेरि गुम्बा डाँडामा हामीले आलुको स्ट्याचु राखेर चाहिँ यहाँको मुख्य उत्पादित वस्तुहरूलाई चाहिँ अब चिनाउनको लागि र यो बजारलाई चाहिँ मुख्य व्यापारिक केन्द्रको रूपमा डेभलप गर्नको लागि चाहिँ फाल्गुनन्द गाउँपालिकाले अब प्रयत्न गरिरहेको अवस्था छ। र यो आर्थिक वर्षदेखि चाहिँ हामीले फाल्गुनन्दको उत्पादित वस्तुहरूलाई चाहिँ ब्रान्डिङ गर्ने भनेर हामीले यसपटक नीति तथा कार्यक्रममा र बजेट विनियोजन गरेर चाहिँ हामी फाल्गुनन्दको उत्पादित वस्तुहरूलाई ब्रान्डिङ गर्ने सोच पनि हामी अगाडि बढिरहेको अवस्था छ। सडक सञ्जालको विस्तारसँगै राँके बजारको महत्त्व चुलिएको भए पनि यसलाई थप व्यवस्थित बनाउनु पर्ने माग स्थानीयको छ। राँके रवि भेडेटार सडकको पूर्ण स्तर उन्नति हुन सके यसले पूर्वी नेपालको आर्थिक विकासमा ठूलो टेवा पुग्ने देखिन्छ।
प्राकृतिक सौन्दर्य र व्यापारिक सहजताले भरिपूर्ण राँके बजार पूर्वी पहाडको यात्रा गर्ने जो कोहीका लागि एक अविस्मरणीय विश्राम स्थल बनेको छ।